हेलो गाइस, हेन्डसम देख्नु भएको छ मलाई गाइस। ए भ्लग बनाएको साँच्ची यस्तो यस्तो बोल्नु हुँदैन रे। मैले भ्लग बनाएको हो नि त होइन, यस्तो बोल्नु हुँदैन। हेन्डसम छ कि छैन भन्नुहुन्न के, कसैले पताउँदैनन् यस्तो भन्दा। मान्छे चाउरी परिसकेको छ है। उकालो पनि छ, ओह्रालो पनि छ, जङ्गल पनि छ। एलर्जी हुन थाल्यो गाइस अनुहारभरि। एलर्जी हुन थाल्यो गाइस यार। उकालो चढ्दैछु गाइस। टक्क थकाइ लाग्यो, बस्नु पर्यो गाइस। गाइस यो जङ्गलमा चाहिँ बाघ, भालु, स्याल सबै आउँछ अरे कि। त्यो एउटा टरो छ नि गाइस, टरो छ नि, तपाईँलाई म देखाउँछु, बताउँछु है तपाईँलाई है। यहाँ चाहिँ एउटा बुढो बस्थ्यो अरे पहिल्यैदेखि गाइस होइन। पहिल्यैदेखि एउटा बुढो बस्थ्यो अरे। जहिले बिहान भयो कि भन्नाले जब सुत्ने बेला 8 बज्छ नि, तब ढोकामा आएर बाघ बस्थ्यो अरे के। सेक्युरिटी बाघ बस्थ्यो अरे घरमा, बाघ बस्थ्यो अरे। यो ढोकामा बसिरहन्थ्यो अरे। जब 8 बज्यो ठ्याक्क उठेर जान्थ्यो अरे के बाघ। लास्टमा त त्यो बाघ त मान्छे पो रहेछ अरे। यस्तो गरेर के गरेर गाई गोरु मार्न गएको थियो अरे के बाघ भनेर। अनि चामल छर्काउन है मलाई अब आउँदाखेरि भन्दाखेरि घरको मान्छे डराएर चामल नछर्काइरहेको अरे। त्यसपछि बाघको बाघ भन्न पुग्यो त्यो मान्छे बुढो गाइस। यस्तो छ कहानी। डरलाग्दो दृश्य छ यो। जङ्गल छ, बाघ भालु स्याल सबै आउँछ यो जङ्गलमा है गाइस। जस्ट प्राङ्क है, प्राङ्क। ल हेर्नुहोस्, खरेन्टारको जङ्गल गाइस, खरेन्टारको जङ्गल। तपाईँहरूलाई सन्चै हुनुहुन्छ होला गाइस। भिडियो हेरेर मजा लिनु होला। म यस्तै भिडियोहरू लिएर आउने छौँ तपाईँहरूलाई। मनोरञ्जन भिडियोहरू लिएर आउने छौँ। गर्मी भयो गाइस, गर्मी। एलर्जी छ फेरि, झ्यानभरि चिलाएर के गरम भइरहेछ है। मलाई बोल्नै आउँदैन त गाइस, के गर्नु त होइन। अब भर्खर युट्युब खोलेको छ, बोल्न राम्रोसँग आउँदैन गाइस, माइन्ड नगर्नु होला। बोल्न आउँदैन रहेछ, नाटक गर्दैछ भन्ला फेरि होइन। मलाई बोल्न आउँदैन राम्रोसँग गाइस, यही हो। जे छ त्यही फ्याट्ट बोलिदिन्छु, जे देख्छ त्यही भिडियो खिचिदिन्छु गाइस। यस्तै छु, माइन्ड नगर्नु होला राम्रोसँग बोल्न आएन भनेर। हाई गाइस, हिँड्दैछु एकदम। फर्स्ट भिडियो बनाउने मान्छेलाई कहाँ बोल्न आउँछ त होइन गाइस, बोल्न आउँदैन नि यार। अब सधैँभरि भिडियो बनाएर ऊ पास भइसक्यो भयो, मलाई कसै थाहा त छैन। जस्तो छ त्यस्तो खिच्छु, युट्युबमा प्लट्ट हालिदिन्छु। मलाई के थाहा, मलाई केही थाहा छैन गाइस। म कुनै जान्ने मान्छे होइन, म कुनै ठुलो युट्युबर होइन गाइस। भुसना हो म।